धेरैजना सोध्नु भयो कि जङ्बी युनिभर्सिटीको इन्टरभ्यूमा चाहिँ कस्तो खालको क्वेसनहरू आउन सक्छ भनेर सो हियर आर 15 कमन क्वेसन्स दैट आई हैव प्रिपेयर अल्सो व्हाइल आई वाज प्रिपेयरिङ फर इन्टरभ्यू होप इट हेल्प्स यु अनि बेस्ट अफ लक फर इन्टरभ्यू त्यति डराउनु पर्दैन नर्मल नै हुन्छ कन्फिडेन्ट चाहिँ हुनु पर्यो फर्स्टमा चाहिँ इन्ट्रोडक्सन हुन्छ हैन टेल मी अबाउट योरसेल्फ अनि कोरिया चाहिँ किन पढ्न आउन चाहन्छौ र किन जङ्बी युनिभर्सिटी नै चुज गर्यौ हाउ डु यु नो अबाउट आवर युनिभर्सिटी डु यु हैव एजुकेशनल gap or what did you do at your gap? Why can't you do this course in Nepal? Why South Korea? Why are you applying to this course? अनि तिम्रो फ्युचर प्लान के हो यो कोर्स तिम्रो प्रिभियस स्टडी सँग कसरी रिलेटेड छ तिमीलाई तिम्रो डिपार्टमेन्टको बारेमा के थाहा छ प्लान आफ्टर कम्प्लिटिङ द कोर्स तिम्रो स्पोन्सर को हो र हाउ डु यु प्लान टु पे अनि कोरियामा चाहिँ एक्सपेन्सेस कसरी म्यानेज गर्छौ कोरियामा कोही रिलेटिभ्स या साथीहरू छ Why don't you apply to the US, Canada, Australia or other countries? Why South Korea? What challenges would you face in foreign country? Korean language सिकेको छौ या छैनौ? Tell me more about South Korea. What skills do you have regarding business administration? Why did you apply for international trade major in Jongbi University? Subject that you enjoy a lot. Explain your interest in type of business. अनि युनिभर्सिटी को बारेमा पनि हल्का सर्च गर्नु होला मलाई चाहिँ 5 वटा क्वेशनहरु सोध्नु भएको थियो फर्स्टमा चाहिँ इंट्रोड्यूस योरसेल्फ व्हाई साउथ कोरिया व्हाई जङ्बी युनिभर्सिटी कोरियामा रिलेटिभ्स या फ्रेन्डहरु छन् अनि कोरियन ल्याङ्ग्वेज आउँछ कि नाइ भनेर सोध्नु भएको थियो अनि नाइ मलाई आउँदैन भने थिए आउँदैन भने चाहिँ आउँदैन भन्नु इफ आउँछ भनेर त्यहाँ तपाईले कोरियनमा क्वेशन सोध्नु भयो भने चाहिँ ब्याड इम्प्रेसन पर्छ सो इम्प्रेसन चाहिँ राम्रो पार्नु पर्छ कन्फिडेन्ट हुनु ढुक्कले आन्सर दिनु नो नीड टु वरी युनिभर्सिटीको बारेमा कोर्सको बारेमा र आफ्टर कम्प्लिटिङ द कोर्स के गर्नुहुन्छ तपाईको प्लान फ्युचर प्लान के छ नेपाल आउनुहुन्छ कि कोरियामै बस्नुहुन्छ अनेस्ट हुनु कन्फिडेन्ट हुनु अनि नेचुरल बोल्नु पर्फेक्ट इंग्लिश चाहिँदैन क्लियर भए पुग्छ होप यो भिडियो चाहिँ हेल्पफुल हुन्छ तपाईहरुको लागि गुड लक फर योर इन्टरभ्यू बाइ बाइ